हेलो एभ्रिवान, हामी चाहिँ आज हैन मुक्तिनाथ टेम्पलमा जाँदैछ। यहाँको भ्यू चाहिँ खतरा छ। सक्छ त यहाँ कसैले मेरो भाग्य नै भएन भाइ। काका अनि कस्तो लागिरहेछ तपाईँलाई? एकदम ठिक छ। नुहाउने अब नुहाउने हामी कटकम हिँड्दैछु। त्यही गाडी उहाँले चाहिँ अहिले चाहिँ हामी पार्किङमा हो होइन। अब गएर नुहाउनु पर्छ। सर जाने होइन नुहाउन? ल जाउँ ल। हाम्रो चाहिँ सबैजना आउनु मुक्तिनाथ होइन। के पखालिन्छ अरे नुहायो भने? पाप पखालिन्छ हो, पाप पखालिन्छ हो। एउटा मनको हो होइन। धन्न आज घाम चाहिँ खत्रै लागेको छ। घाम चाहिँ कडक। यो चाहिँ एउटा उमा हाल्नु पर्ने हुन्छ होइन। हाम्रो टोलीहरू चाहिँ त्यहाँ फोटो सब हुँदैछ। हामी यो नि पहिलोचोटि हो, हामीलाई नि खासै थाहा छैन। यतैबाट जाने हो भन्छ। मन्दिर जाने यहीँबाट हो। ल यहाँ चाहिँ सब चलिरहेको छ। यहाँ फोटो सब हेर। पूजा गर्ने हो र काका? अहिले नलाने तलै अगाडि है पिछेन घोडा। यो अनि युट्युबमा जाने हो नि त काका? अरे टक्क युट्युबमा जान्छ यो भिडियो चाहिँ होइन। म खिचिरहेको छु त। टेक्स्ट गर्नु भरे हालिदिइहाल्छ नि। हेलो हेलो
घरकै छोडेर आयो साथी त आएन त्यहाँ ऊ त मभन्दा नि भाइ पो रहेछ त भर्खरको बच्चा पो रहेछ यहीँबाट जाने हामी किन काका यार पहिला हामी हिउँ खेल्न चाहिँ जानु पर्थ्यो म हुनु चाहिँ पछि आउँदा भइहाल्थ्यो कहाँ उदयमाथि जाने हो नि यस्तो राम्रो ठाउँमा आएर हिउँ नखेलेर हुन्छ होइन हो कि आएर गाई बार बार आउनु पाउँदैन हो चाहिँ च्याङ्ग्रा रहेछ होइन ए याक याक सरी बाख्रा कति पर हो अब कति पर मन्दिर टाढो हो मन्दिर मुक्तिनाथ टेम्पल हामी अलिक चाँडो आयो कि होइन सँगसँगै आउनुपर्छ के हो काका साँच्चीकै रिङटा पो लाग्छ क्या रुमाल बाँध्छु नि त यसरी sama sama यार यो 250 ग्रामको यो फोन समात्नु पर्ने के तपाईलाई त्यस्तो हुन्छ हैन मन्दिर अझै माथि हो
मन्दिर चाहिँ अझै माथि रहेछ। 10 मिनटमा अझै बेसी भएछ हामी हिँडेको। त्यो अघि एउटा गएको त खतरा ढल्दिएर है, गाह्रो छ। कति राम्रो ठाउँ हो, यस्तो सुन्दर सुन्दर ठाउँ त देख्न पाइँदैन नि। खै हाम्रो टोलीहरू त अझै आइपुगेन नि।